जस्तो आयो त्यस्तै हजुरहरूलाई प्रस्तुत गरिहाले। अब केटाकेटीहरूले आफ्नो रहर पूरा गर्नको लागि खोलेको च्यानल हो, सब्सक्राइब चाहिँ गरिदिनु होला, धर्म हुन्छ। हाम्रो चाहिँ भ्लगरहरू यहाँ लास्ट भ्लगरहरू छन् मान्छेहरू। यो कुन भ्लग होला? यो त खै कुन हाई, वेलकम छ है मेरो कम्पनीमा। कहिलेदेखि लाग्यो भन्दै नि त। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू एनदर भिडियो। के छ तपाईँहरूको खबर? सबैजना सन्चै हुनुहुन्छ होला। अनि म पनि एकदम सन्चै आरामै छु। आज भने शनिबार एउटा छोटो मिठो भ्लग बनाउनु मन लाग्यो मलाई चाहिँ। आज धेरै भइसक्यो मैले भ्लग नबनाएको पनि, त्यही भएर आज चाहिँ अब काम त काममै छ। के भ्लग बनाउने भन्दाखेरि काममा गएको भ्लग बनाउने। आज चाहिँ थुक्कुन हान्नु जाँदैछु म चाहिँ। हाम्रो कम्पनीमा के कस्तो छ कामहरू तपाईँहरू हेरिदिनु। मैले नयाँ कम्पनीको कामको भिडियो पनि खासै बनाएको छैन, त्यही भएर हेर्नु न आज कस्तो लाग्छ। अनि आज चाहिँ बिहान उठ्ने बित्तिकै बाहिर हेरेको चाहिँ हेर्नु न, क्या पानी परिदिरहेछ। मौसम यस्तो छ, पानी परिरहेको छ, यो फुलहरू फुलिरहेको छ। रमाइलो छ है, रमाइलो छ कोरियाको मौसम। त्यही हो। अब चाहिँ म मुख धुन जानुपर्ने हुन्छ। ब्रस गर्छु, मुख धुन्छु, अनि त्यसपछि कपडा लगाएर अब चाहिँ 20 मिनट छ, 20 मिनटभित्र काममा जानुपर्ने हुन्छ। मेरो भिडियो कन्टिन्यू हेर्दै गर्नु होला। सो अब म कपडा सपडा लगाएर कामतिर हिँडिसकेको छु। ओहो, आजको मौसम गाइस खूबसूरत छ त नजारा यार। साथी के छ? यो पानी परेको मौसममा साथीलाई चिया भएको भए झन् दामी हुन्थ्यो होला। कफीले त भन्न सक्दैन। टाइम हेर न, मलाई भइसक्यो टाइम। अब चाहिँ म अर्को फर्म हान्न जान्छु है। पानी परिरहेको छ। यहाँ भित्र छ क्या फेरि त्यो हान्ने ठाउँ। यो त चाहिँ हाम्रो यो काम गर्ने ठाउँ भयो। ट्याक्क म यहाँ हात हानिसकेको छु। अब पानी 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 म चाहिँ फर्म पनि हालिसकेँ। अब भने काम गर्नु जानुपर्ने हुन्छ। यस्तो बाहिर यस्तो पानी परिरहेको छ, सुत्न पर्ने हो खासमा यस्तो मौसममा त होइन। तर के गर्नु, पानी परेको मौसममा पनि काम गर्न जानुपर्ने छ। लोक गाइज, म चाहिँ हिँडिसकेँ है काममा। अब चाहिँ यस्तो छ, यहाँबाट भित्र गएपछि काम गर्ने ठाउँ चाहिँ मेडीबाट चाहिँ यहीँ नजिकै छ, यही हो मेडीबाट। अब यहाँभित्र गएर म यो 5वटा मेसिन चलाउँछु। यहाँको पिएनसी मेसिन हो मेरो काम। 5वटा मेसिन चलाउँछु मलाई। जत लाएर यही हो गाइस, यहीँबाट काम गर्ने गर्छु म चाहिँ दिनदिनै। अब चाहिँ मेरो पन्जा यहाँ छ, ट्याक्क पन्जा लाएर काम गर्नुपर्ने हुन्छ। यता चाहिँ लस्करै छ हाम्रो मेसिनहरू धेरै छ। आवाज ठुलो आएको होला।
काम गर्न लाग्यो गाइस फेरि फुजाङले कोठे बैठक बोलायो क्या अब त साङ्गाम जस्तो मजाले कोठे बैठकमा जान्छु नजान मलाई सोचिरहेको छु नभए भने त मार्छ गाइस म जानुपर्छ सब गइसकेँ अब बुढोले के खान बोलाएको हो फेरि नयाँ मान्छेहरू आएको छ कम्पनीमा त्यो परिचयको लागि हो कि के को लागि हो खै अब हेरौँ न के भन्छ म भन्छु तपाईँहरूलाई क्यामेरा चाहिँ अलाउड छैन गाइस मैले 2 घन्टा काम गरिसकेँ मेरो काम चाहिँ यस्तो छ यस्तो सामान छ है हाम्रोमा हेरौँ त यस्तो मेरो काम चाहिँ यो नट हालिदिने काम हो यो नट हाल्ने काम हो पुरा नट बोल्ट बन्छ हाम्रो कम्पनीमा चाहिँ होइन यस्तो यस्तो नटहरू बन्छ काम भनेको यो साथीले अझै हान्दैछ यता यस्तो सामानहरू चाहिँ होइन यस्तो हुन्छ यो चाहिँ सोधे भयो यस्तो काट्नुपर्छ यही हो सिएनसी भनेको यही हो है साथी रेस्ट टाइम भयो जाम न यार जाम हौ जाम हाम्रो चाहिँ अब रेस्ट टाइम भइसक्यो उहाँ हेर्नु सक्नुहुन्छ 10 बज्यो अब चाहिँ 10 मिनट रेस्ट हुन्छ अनि फेरि काम गर्नुपर्ने हुन्छ हामी चाहिँ अब कफी खाँदैछौँ कफी के छ दाइ एकदम डिस म त कफी किन्न खाएको कफी खाना त भइरहेछ म त कफी खानुपर्छ नि त होइन के भयो साथी किन मुख अनुहार बिगारेको कुल्या खाएको ल गाइस 4 घन्टा चाहिँ बितिसक्यो अब चाहिँ खाना खान जानुपर्ने हुन्छ त्यसले चाहिँ बोल्नु मिल्दैन हेलो बोस हाई वेलकम छ है मेरो कम्पनीमा कहिलेदेखि लाग्यो भनिदेऊ नि त केटो आयो कहाँ बाहिर गएर बसेको त नि तिमी अनि चिसो भएर अनि त्यहाँ तातो छ गाइस भात सात खाइयो होइन अब चाहिँ आज रेस्ट आधा घन्टा मात्र हुन्छ किनभने आज स्याटरडे चाहिँ आधा घन्टा छिटो छुट्टी गर्नलाई आधा घन्टा कट हुन्छ क्या हाम्रो ब्रेक त्यही भएर अब चाहिँ 12 बजे ब्रेक भयो थियो अब 12:30बाट फेरि काममा जानुपर्छ 4 घन्टा काम हानेपछि चाहिँ हामी अनि बजार जान्छौँ आज बजार जान्छौँ नि हामी जानियो बजार जान्छौँ आज हजुरहरूलाई यो ठाउँको पहिलाको त देखाएको छु तर यो ठाउँको बजार कस्तो छ त्यो पनि देखाउँछु म आज त्यही हो अब चाहिँ म काममा जानुपर्ने हुन्छ किनभने 12:30 हुन लागिसक्यो गाइस ओके अब चाहिँ म तपाईँहरूलाई सिधै काम सकिएपछि भेटाउँछु है त्यति गरी हेर्दै गर्नु होला ल गाइस आजको काम भने चाहिँ मैले सकिसकेको छु अब चाहिँ लास्ट ठगै लागेको छ अब गएर नुहाइधुवाइ गरेर फेरि बजार जानुपर्ने छ अब चाहिँ हामी बजारतिर गइन्छ काम सकिसक्यो त्यही हो अब यहाँ केटाहरू सब अब हिँड्ने तर्फरमा छ यता छ यता छ ओ जाम हो अब जानुपर्ने हुन्छ सर्ट लगाएर म चाहिँ अब यहाँ ठाउँ हान्छु ज्याकेट त पकाउनु पऱ्यो फेरि ट्याक्क लाएर किन हुँदैन फेरि ल टुक्कु न यार ल भयो अब चाहिँ म जान्छु ट्रक लाएर काम सकियो मजा आयो टुक्कु नानियो हाम्रोमा चाहिँ सोमबारदेखि शनिबार चाहिँ रेगुलर काम हुन्छ त्यही हो एक दिन चाहिँ छुट्टी हुन्छ अब भोलि छुट्टी आज चाहिँ मस्त अब सुत्नुपर्छ त्यही हो सुत्नुपर्छ भन्ने कुरा हो अरू त केही लाग्दैन छुट्टीमा त्यही सुत्न पाइन्छ भन्ने खुसी मात्र हो फेरि अब भोलि त गइहाल्छ एक दिन त कति पो हुन्छ र त्यही हो गाइज अब चाहिँ हामी नुहाइधुवाइ गरेर फेरि बजार जाँदा भेट्छौँ गाइज हामी चाहिँ अब बजारतिर जान लागिसक्यौँ है अब कामसाम सकेर टक्क पारामा होइन हाम्रो चाहिँ भ्लगरहरू यहाँ लास्ट भ्लगरहरू छन् मान्छेहरू यो कुन भ्लग होला यो त खै कुन भ्लगर भएपछि जस्तो छ हाम्रो कम्पनी पनि धेरै छ होइन भ्लगर गाह्रो छ अब हिँड्यौँ हामी चाहिँ यो हाम्रो यो निस्किने बाटो हो
यो हाम्रो कम्पनी भयो यो कसो मलाई थाहा छैन त्यही हो अब चाहिँ बस आउँदैछ यहाँदेखि फेरि बस खासै लाग्दैन के त्यही आधा घन्टा जस्तो लाग्छ क्या एउटा जान आधा घन्टा लाग्छ अनि त्यही भएर टाइम हेरेर निस्किनु पर्ने हुन्छ कोरियामा त धेरैले थाहा चाहिँ छ होला टाइम अनुसार हुन्छ सबै कुरा टाइम अनुसारै चल्छ त्यही हो हराभरा भइसकेको छ हेर्नु यो फुल यार क्या दामी छ यार फुल अब भोलि हामी जाँदैछौँ फेरि फुल हेर्न जाँदैछौँ हामी भोलि तिमी जानु पर्ने फुल हेर्नको लागि यहाँ पार्क चाहिँ गाइस म आइसकेँ बजार बजार चाहिँ हाम्रो अब यही हो हेर्नु न यही हो हाम्रो बजार होइन अब हामी कहाँ जाने भन्दाखेरि पिज्जा खान जाँदैछौँ पिज्जा हाउस यहाँ छ म चाहिँ अब पिज्जा खान जाँदैछु हाम्रो केटाहरू बसिसक्यो भित्र यहाँ छ अर्डर देऊ केटा हो हाम्रो सपिङ चाहिँ ट्याक्क लाएर सकियो है एक कार्टन भएको छ यता पनि यत्रो छ एक कार्टन छ यता साथी यहाँ पाङ खाँदैछन् हामी चाहिँ त्यहाँ पिज्जा खाएपछि यता सपिङहरू सब गरेर सकिसक्यो अब चाहिँ रुम जान लागेको यता चाहिँ ट्याक्सी हेर्दैछौँ हामी ट्याक्सी आएपछि चाहिँ हामी रुम जान्छौँ यहाँसम्म भ्लग हेरिदिनु भयो के कस्तो लाग्यो होइन लाइक कमेन्ट हाल्न भने नबिर्सिनु होला आजको भ्लग चाहिँ म यहीँ इन गर्छु तपाईँलाई कस्तो लाग्यो भिडियो ओके बाई बाई